आज म तपाईहरुलाई मेरो सबैभन्दा पहिलो मेन्टोरले सिकाएको एकदमै महत्त्वपूर्ण रुल सिकाउन जाँदैछु। एकदमै महत्त्वपूर्ण भिडियो छ, स्किप नगरिकन हेर्नु होला। त्यो रुलको नाम हो 5 मिनेट्स रुल। यदि तपाईले कुनै पनि काम बिगार्नुहुन्छ, कुनै मिस्टेक्स हुन्छ अथवा जुन तपाईले काम गरिराख्नु भएको हुन्छ त्यो काम तपाईले भने अनुसारले हुँदैन भने यस्तो बेलामा प्यानिक हुने होइन, आत्तिने होइन। बस आफूले आफूलाई 5 मिनेट समय दिनुस्। त्यो 5 मिनेट समयमा तपाईले आफूले आफूलाई रुनका लागि, कराउनका लागि, चिच्याउनका लागि, कसैलाई गाली गर्न मन लाग्छ, फ्रस्ट्रेसन उतार्नका लागि सिरानीमा हात कुट्न मन लाग्छ, कुट्नुस्। यो पर्मिसन आफूले आफूलाई नै दिनुस्। तर 5 मिनेट समाप्त भइसकेपछि अब तपाईले 3 वटा शब्द भन्नुस्। त्यो 3 वटा शब्द हो कान्ट चेन्ज इट। यसलाई परिवर्तन गर्न सकिँदैन अथवा यो परिवर्तन हुँदैन। यसलाई स्वीकार गर्नुस्। यसलाई स्वीकार गरेर अगाडि बढ्नुस्। त्यो बर्डनलाई लिएर पुरा जीवनभर नहिड्नुस्। त्यसले तपाईलाई अगाडि बढ्न कहिले पनि दिँदैन। त्यसैले जुन कुरा बिग्रिसकेको छ, जुन कुरा तपाईको जीवनबाट छुटिसकेको छ, त्यो कुरालाई त्यहीँनेर छोड्न सक्नुपर्छ। जुन कुरा तपाईले अबको 5 वर्षपछि फर्केर हेर्दाखेरि तपाईलाई याद रहँदैन नि, हो त्यस्तो कुरामा 5 मिनेट भन्दा बढी समय अल्झिएर बिताउनु भनेको मूर्खता मानिन्छ। यी कुरालाई आजैदेखि प्र्याक्टिस गर्नुस् त। तपाईको जीवन कायापलट भएको न तपाईलाई पत्तो रहन्छ न तपाईको सराउन्डिङको मान्छेलाई। कुरा चित्त बुझ्यो भने मजासँगले हाम्रो युट्युब च्यानललाई सब्स्क्राइब गर्नु होला। मेन्टोर्स भोइसलाई टिकटकमा र युट्युबमा फलो गर्नु होला। थ्यांक यू सो मच।